भानुभक्त आचार्य नेपाली साहित्यका नसोचेका नायक हुन् र हामी उनको कथाले तपाईहरूलाई किन उत्प्रेरित गर्नेछ भन्ने कुरा बताउँदैछौँ। भानुभक्त आचार्य नेपाली साहित्यको इतिहासमा एक निर्णायक व्यक्तित्व हुन्। साथै नेपाली भाषाको विकासमा उनको योगदानलाई आजको दिनमा पनि अझै मनाउने गरिन्छ। उनलाई प्रायजसो रामायणलाई नेपालीमा अनुवाद गर्ने पहिलो अनुवादकको रूपमा लिइन्छ र यो कठिन कामको उपलब्धिले उनलाई नेपालीहरूको मनमा विशेष स्थान प्रदान गरेको छ। 19औं शताब्दीमा जन्मिएका भानुभक्त आचार्य नेपालमा महान सामाजिक र सांस्कृतिक परिवर्तनको समयमा हुर्किए। नेपाली र संस्कृतमा शिक्षित भएका उनी प्रख्यात कवि, लेखक साथै अनुवादक हुन गए। उनका कार्यहरूले उनी बाँचेको ऐतिहासिक सन्दर्भलाई मात्र प्रतिबिम्बित गरेन कि नेपालको साहित्यिक परिदृश्यहरूलाई आकार दिने काममा पनि मद्दत गर्यो। भानुभक्त आचार्यको एकदमै प्रसिद्ध काम भनेको अवश्य पनि उनको रामायणको अनुवाद हो, जुन हिन्दू पौराणिक कथाहरूमा धेरै सम्मानित महाकाव्यहरू मध्येको एक हो। यो प्रभावशाली कार्य सम्पन्न गर्न उनलाई धेरै वर्ष लाग्यो र नतिजा मूल पाठको नेपालीमा उत्कृष्ट अनुवाद थियो। उनको अनुवादको उल्लेखनीय कुरा भनेको यसले रामायणको कथा र पात्रलाई मात्र नबताएर मूल कार्यको सार र भावलाई पनि समाउने काम गर्दथ्यो। रामायणको नेपाली साहित्य र संस्कृतिमा गहिरो प्रभाव छ र भानुभक्त आचार्यको अनुवादले यो महाकाव्यलाई सामान्य मानिसहरूसम्म लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो। उनको सामान्य अझ शक्तिशाली भाषाको प्रयोगले कथालाई जीवनका सबै क्षेत्रका मानिसहरूको पहुँचमा पुग्ने बनायो र उनको काव्य शैलीले कथामा गहिराई र भावनाको नयाँ तह थप्यो। भानुभक्त आचार्यका कार्यहरूका प्रमुख पक्षहरूमध्येको एक भनेको परम्परागत र आधुनिक तत्त्वहरूलाई सन्तुलन गर्न सक्ने उनको क्षमता हो। उनले संस्कृत र नेपाली साहित्यिक परम्पराहरूबाट भारी मात्रामा आकर्षित गरे। यद्यपि उनको लेखन शैली आधुनिक, नवीन र भविष्यदर्शी थियो। पुरानो र नयाँको मिश्रणले एउटा अद्वितीय साहित्यिक आवाज सिर्जना गर्न मद्दत गर्यो, जुन पाठकहरूसँग प्रतिध्वनित हुन्थ्यो र नयाँ पुस्ताका लेखकहरूलाई प्रोत्साहित गर्दथ्यो। उनका अन्य कार्यहरूमा भानुभक्त आचार्यले प्रेमका विषयवस्तुहरू, प्रकृति र सामाजिक न्यायको अन्वेषण गरे। उनको कविता विशेष रूपमा यसको रचनाकारिता र भावनात्मक तीव्रताको लागि चिनिन्छ। उनको लेखनले प्रायजसो कविता र गद्यबीचको रेखालाई दमिलो बनायो। उनको लेखनले प्रहार गर्ने कुरा भनेको शक्तिशाली भावना जगाउने र आत्मनिरीक्षणको झिल्का बाल्ने यसको क्षमता हो र उनको जटिल सामाजिक मुद्दाहरूको अन्वेषण यसको समयको अगाडिको राम्रो थियो। जब हामी भानुभक्त आचार्यको योगदानहरूलाई अन्य नाम चलेका नेपाली लेखक वा कविहरूसँग तुलना गर्छौँ, यो स्पष्ट छ कि धेरै तरिकाले उनी एउटा पथप्रदर्शक थिए। उनले लेखकहरूका भविष्यका पुस्ताहरूका लागि मार्ग प्रशस्त गरे र उनको प्रभाव नेपाली साहित्य र संस्कृतिको धेरै पक्षहरूमा देख्न सकिन्छ। व्यक्तिगत रूपमा हामी भानुभक्त आचार्यको सरल अझ शक्तिशाली भाषाको माध्यमले जटिल विचारहरू र भावनाहरू प्रवाह गर्न सक्ने उनको क्षमताबाट सधैँ मोहित भएका छौँ। उनको लेखनमा अनन्तको गुणस्तर छ र उनको मानव अवस्थाको अन्वेषण आजका पाठकहरूमा निरन्तर प्रतिध्वनित हुन्छ। निष्कर्षमा भानुभक्त आचार्यको विरासत हामी र हाम्रो वरिपरिको संसारको बुझाइलाई आकार दिनको लागि एउटा वसियतनामा हो। नेपाली साहित्य र संस्कृतिमा उनको प्रभाव अमापनीय छ र उनको कार्यहरूले आजका दिनका लेखकहरू, कलाकारहरू र विचारकहरूलाई निरन्तर उत्प्रेरित साथै प्रभावित गर्दछ। यदि तपाईँहरू भानुभक्त आचार्यको जीवन र कार्यहरूको बारेमा अझ धेरै खोजी गर्न उत्सुक हुनुहुन्छ भने उनको लेखनको गहिराईमा हाम फाल्न हामी सिफारिस गर्दछौँ। भानुभक्त आचार्यको विरासतको बारेमा तपाईँहरूको सुन्दर विचारहरू हामी तल कमेन्टहरूमा सुन्न मन पराउँदछौँ। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सनु होला र अझै धेरै मनपर्ने सामग्रीहरूका लागि सब्सक्राइब गर्नुहोला। धन्यवाद।